यो जलदेवीको मूल मन्दिर हो। श्री सप्तकन्या जलदेवीको रूपमा रहेकी भगवती परम्बाको यो मन्दिर हो। यसमा चाहिँ हाम्रो तल चाहिँ भगवतीको जलमाथि आश्रित भएकी कारणले यो भगवतीको नाम हो जलदेवी। यिनलाई सप्तकन्यामध्ये अत्यन्त शक्तिशाली मानिन्छ। सप्तकन्यामा यिनी लक्ष्मीको स्वरूप भएको कारणले दुःख दरिद्र नाश हुन्छ। यो जल मुनि चाहिँ हामीले मत्स्य कन्या पनि भएकी कारणले जलबाट प्रकट भएकी देवी भएको कारणले माछाहरू पनि पालेका छौँ। र यो माछाको पनि ठुलो महत्त्व छ। यो माछालाई दान गर्नाले तपाईँहरूको बुध ग्रह जस्तो शान्ति हुन्छ, पेटको रोगहरू, क्यान्सरजनित रोगहरू नाश हुन्छ। र बुध ठिक भयो भने हाम्रो बाणीहरूमा चाहिँ शुद्ध हुन्छ। बाणी बिनाएको बुधको चाहिँ अधिष्ठात्री देवता भगवान् श्री गणपति हुनुहुन्छ। र बुधको दान गर्नाले हाम्रो बुद्धि, उस धनमा सह कलेशहरू हट्ने, पेटको रोगहरू नाश हुने हुन्छ। र हामीले यो माछाको दानहरू पनि हजुरहरूले गर्न सक्नुहुन्छ। यो हाम्रो तन्त्र रूपमा चाहिँ सिंहराज विराजमान हुनुहुन्छ। हाम्रो भगवतीको वाहन सिंह, यो प्रथम सिंह हो भगवतीको, पहिलो सिंह। यो दोस्रो सिंह हो। यो चाहिँ दाहिनेपट्टि भएको कारणले त्योभन्दा यो अलिकति अग्लो छ। सिंहको हाइट अलिकति होछ, पिठमा यसरी मिलाइएको छ हामीले। यो मेरु हो मन्दिरको अगाडिको, दुईवटा मेरुहरू छन्। र यतापट्टि हाम्रा चाहिँ उचिष्ट गणपति अनि कालीनाग, मनसा देवी, अष्टचिरञ्जीवी, सूर्यादि नवग्रह र वासुकी नागको मन्दिर। माथि देखिरहेको राधाकृष्णको मन्दिर हो भने यता महाकाल शनि र महामृत्युञ्जय मन्दिर पनि छ। हाम्रो यसमा महामृत्युञ्जय महाकाल शनिको मन्दिर पनि छ। र यो हाम्रो अखण्ड धुना हो। यो चाहिँ हाम्रो सप्तकन्या जलदेवी मन्दिर हो। यो भरतपुरकै अत्यन्तै पुरानो 2014 सालमा स्थापना गरिएको, यो गुरुङ परिवारबाट स्थापना भएको। यसमा देख्न सक्नुहुन्छ के लेखेको छ। हजुरहरूले यहाँ मजाले पढ्न पनि सक्नुहुन्छ। मैले अब यो बोल्नुभन्दा पढ्नु नै ठिक होला जस्तो लागेर हजुरहरूलाई स्पष्ट देखिने गरी मैले भिडियोमा यसलाई चाहिँ कैद गरिदिएको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ। यो हाम्रो जलदेवीको मूल प्रवेशद्वार हो। यो चाहिँ अष्टमातृकाहरू र हाम्रो ढोकामा चाहिँ भगवान् गणपति खोदिएको छ। भगवान् गणपति हुनुहुन्छ निर्विघ्नताको देवता र गणहरूको प्रमुख र शिवको अत्यन्त प्रिय र पार्वतीको नन्दन। यतापट्टि कुमार कार्तिकेय स्वामी हुनुहुन्छ। त्यसपछि यतापट्टि भगवती आफै दुर्गाको चाहिँ लक्ष्मी स्वरूपमा चाहिँ हामीले राखेका छौँ। कम्बलको आसनमा बसेकी महालक्ष्मी स्वरूपमा चाहिँ भगवती। र यता चाहिँ भगवान् शिवजी ध्यानस्थ हुनुहुन्छ। ध्यानस्थ रूपमा आशीर्वाद दिएको अभय मुद्रामा हुनुहुन्छ भगवान् शिवजी ध्यानस्थमा। अब हाम्रो यो मन्दिरको विषयमा हजुरहरूलाई नै मैले भने यो अत्यन्तै पुरानो मूर्ति श्री सप्तकन्या जलदेवीको प्रतिमा हो। र यसमा चाहिँ हामीले देवीलाई प्रतिमाको रूपमा देखेका छौँ। देवीलाई हामीले साक्षात् दर्शन गरेको कारणले, भगवती सबैको घर घरमा गएर आशीर्वाद दिएकी कारणले आज पनि मान्छेहरू जलदेवी लाग्यो हामीलाई पूजा गर्न सुरु गर्न आउँछन्। हामीले मूर्तिमा पूजा गर्न निषेध गरेर चाहिँ अगाडि शालिग्राम भगवान्लाई राखेर भगवतीको स्वरूप मानेर एउटा नागसहित चाहिँ भगवती श्री सप्तकन्या जलदेवी अखण्ड दीप हो। हाम्रो यो 24 घण्टा दीप बल्छ। महिनामा 1 कार्टुन तेल लाग्छ। हामीले सनफ्लावरको तेलबाट अखण्ड दीप बालिरहेका छौँ। यो यतापट्टि गणेश भगवान् हुनुभयो, सिद्धिविनायक हुनुहुन्छ। उहाँलाई पनि यही यतापट्टि नै पूजा गर्छ। मूर्तिमा हामीले पूजा गर्छ, मूर्तिमा श्रृङ्गार। यता भगवान् श्री सूर्यनारायण हुनुहुन्छ भने यता भगवती परम्बा दुर्गा साक्षात् जगत जननी तारणी, 10 महाविद्याधिष्ठात्री देवी, महाकाली, महालक्ष्मी, महासरस्वती, 3टै रूप भएकी एकै परम्बा भगवती दुर्गा हुनुहुन्छ। दुर्गाजीको हजुरहरूले दर्शन गरेर पुण्य लाभ लिनुहोला। दुर्गा भगवती हुनुहुन्छ भने यतापट्टि त्रिशूलमा अधिष्ठात्री भद्रकाली, मन्दिरलाई रक्षा गर्ने, मन्दिरलाई सधैँ दीर्घ जीवन दिने र भद्र रूपमा रहेकी भगवती भद्रकालीले मन्दिरलाई त्रिशूलको रूपमा धारण गर्नुहुन्छ। र भगवती भद्रकालीको मन्दिर हो। र हाम्रो भगवान् श्री लक्ष्मीनारायण हुनुहुन्छ। यहाँ हरिहर बनाएका छौँ हामीले। यता भगवान् साम्ब सदा शिवजी अभय मुद्रा दिएर नर्मदेश्वर रूपमा चाहिँ शिवजी हुनुहुन्छ भने यहाँ हाम्रो यतापट्टि एउटा घन्टी, यतापट्टि 2टा कलशहरू भगवान् शिवजीलाई दान गरिएको छ। हजुरहरूले आजको यो मन्दिरको दीपावलीको पूर्व सन्ध्यामा हाम्रो भगवान्हरूको सबैको दर्शन गरी पुण्य लाभ लिनुभएकोमा र यो भिडियोलाई हेरेर हजुरहरूले आफै मनन गर्नुहोला शक्ति कति छ भन्ने कुरा। मन्दिरको अत्यन्तै पावन क्षेत्र श्री सप्तकन्या जलदेवी धाम यो भरतपुर 2 मा जलदेवी टोलमा अवस्थित छ। यहाँ अत्यन्त
शक्तिशाली मन्दिरको रूपमा रहेको अखण्ड जल, अखण्ड धुना, अखण्ड दीप छ भने यहाँ भगवतीको अत्यन्तै राम्रो प्रादुर्भाव स्वरूपहरू पनि छ। यहाँ हजुरहरू आएर दर्शन गरेर पुण्य लाभ लिन सक्नुहुन्छ। यहाँ हाम्रो यो सानो ऱ्याकको पूजाका सामग्रीहरू भएको यता ढोका देखिहाल्नुभयो। यो हाम्रो मन्दिरको अगाडिको फेस हो। हेर्नु रातिमा कति आनन्द तपस्थली छ। तपाईँहरू तपस्या गर्न यहाँ आउन सक्नुहुन्छ। हाम्रो अटुट रूपमा चाहिँ भक्तिले युक्त भएर हाम्रो बहिनीले चाहिँ भाँडाहरू धस्काइराखेकी छिन् देवताको, अनि देवताको बहुत सेवा गर्छ। अब यतापट्टि यहाँ घन्टी छ, 2टा घन्टी यसरी राखिएको छ। यो अखण्ड धुना हो, तपाईँहरूले देख्दै हुन्छ। यो अखण्ड धुनी यहाँ चाहिँ हामीले बिहान नित्य रूपमा हवन गर्छौँ 1 घन्टा जति। अब यो हाम्रो मन्दिर चाहिँ बाहिरबाट यस्तो देखिन्छ, तपाईँहरूले भिडियोमा आएको देख्नुहुन्छ। यतापट्टि चाहिँ अब हामी बस्ने हाम्रो निवास कुटी हो। यता पनि हाम्रो मन्दिर छ, गुरुको भगवती बगलामुखीको मूल स्वरूप यतापट्टि हामीले राखेर भगवती बगलामुखी निर्माणाधीन यज्ञशाला हो। त्यो चाहिँ पैसाको अभावमा चाहिँ यो रोकिराखेको छ, 1 वर्ष हुन लाग्यो। अब यो पनि भगवती कृपाले छिटै बन्ला। यो चाहिँ 35 बाई 35 छ र कम्प्लिट हुँदाखेरि यो घुम्ने सहित 38 बाई 38 हुन्छ। यो चाहिँ भगवतीको माथिको राधाकृष्ण मन्दिर हो। यसरी मन्दिर यसरी यताबाट हेर्दा यसरी देखिन्छ। यो चाहिँ अहिले हाम्रो पुरानो जीर्ण यज्ञशाला भएको कारणले हामीले तिर्पल लगाएका छौँ र टिनहरू किन्ने भएको कारणले गर्दा। यो चाहिँ हाम्रो भगवती तुलसी देवी र महाकालको मन्दिर हो। यो महाकाल समीश्वर भगवान् महामृत्युञ्जय महाकालेश्वर महादेव र महाकाली हुनुहुन्छ। यहाँ शनिको वृक्ष स्वामी र भगवती तुलसी देवी र पिपलमा चाहिँ लक्ष्मीनारायण र यहाँ महाध्वज दुर्गाजीको र हनुमानजीको छ। र हाम्रो जलदेवी परिसरमा रहेको मन्दिरै हो र गुरु निवास भन्ने लेखेको छ। यहाँ चाहिँ म बस्छु। यो मेरो सानो कुटी हो। हजुरहरूलाई यो कुटीमा स्वागत छ। अष्टमातृकाहरूमाथि निर्माण गरिएको छ। अब तपाईँलाई हाम्रो कुटीमा भगवतीको गुरुहरूको पीठमा स्वागत छ। यसमा चाहिँ हजुरहरूले देख्नुहुन्छ दक्षिणमुखी हनुमानजी, दक्षिणमुखी गणपति, दक्षिणमुखी हनुमान, फेरि पनि यो अभय मुद्रामा, यो बसेको मुद्रामा उठेको हनुमानजी, यो चाहिँ गणपति, दक्षिणमुखी गणपतिले हाम्रो यो अन्नपूर्णको मन्दिर, अन्नपूर्ण माता हाम्रो गुरुदेवजी उहाँको पूजाको दिन यो छिटा मारिएको जलहरू रुद्राभिषेक अहिले पनि पुस्न भइए रहेनछ, त्यस्तो देखियो। आज हाम्रो अन्नपूर्णको सब हवनका सामग्रीहरू भए। हाम्रो यो पाकशाला पनि भयो। हाम्रो विभिन्न सामग्रीहरू गङ्गामाला देउती बजाइको कार्यक्रमको हाम्रो कलेश्वर बाबा ईश्वरानन्द ब्रह्मचारीजी, सद्गुरुदेव भगवान् पूज्य आराध्य गुरुदेव हरिशङ्कर गिरी नागा बाबाजी हुनुहुन्छ। उहाँ हाम्रो परम पूजनीय गुरुदेवजी हुनुहुन्छ। उहाँहरूले दर्शन गरिराख्नु भएको छ। साथै यता हाम्रो गुरु चेलाहरूको चाहिँ कुनै पलको कैद गरिएको तस्बिरहरू गुरुहरू हुन्छ। यता 10 महाविद्या सबै एकै ठाउँमा भएको र हामीले डिजाइन गरेछौँ। हनुमान, शिव परिवार र भैरव नाथ पनि यता चाहिँ राम परिवार भएको, भगवती परमम्बा पितम्बरा बगलामुखी र हाम्रा सबै यहाँका समितिका कागजपत्रहरू डकुमेन्टहरू नि सबै परम पूजनीय गुरुदेव हरिशङ्कर गिरिजी नागा बाबाको चाहिँ काठमा कुँदिएको प्रतिमा हो। उहाँको यो प्रतिमा पनि अत्यन्तै साम्य र सबै भक्तहरूले दर्शन पाइरहेको र प्रतिष्ठित गरिएको प्रतिमा हो उहाँको। उहाँले यहाँबाट धेरै व्यक्तिहरूलाई चाहिँ यहीँ दर्शन दिएको र जो भक्ति भावमा आइरहेका व्यक्तिहरूले चाहिँ सबैले दर्शन पाएको कुराहरू गर्छन्। यहीँबाट उहाँले सबलाई आशीर्वाद दिनुभएको छ। तपाईँहरू सबैलाई आशीर्वाद छ गुरुदेवको तर्फबाट पनि। गुरुहरू कहिल्यै पनि मर्दैनन् सर। गुरुहरूको समाधि भएको 5 वर्ष भइसक्यो। उहाँको 5औं वार्षिकोची पनि भयो, हामीले मनायौँ अस्ति 14 गते। परम पूजनीय गुरुदेव नागा बाबा हरिशङ्कर गिरिजी महाराजको प्रतिमा हो र उहाँ र उहाँको गुरुदेव हुनुहुन्छ गुरुजीको। यता हाम्रो चाचा गुरु प्रेम गिरिजी महाराज जुन आँकडाको अध्यक्ष हुनुहुन्छ भने उहाँहरूको गुरुदेव कैलाश गिरी दादा गुरु हुनुहुन्छ भने यहाँ हाम्रो सद्गुरुदेव पगला बाबाजी हुनुहुन्छ। यहाँ अगोरेश्वर राम बनारसमा प्रेम कुण्ड छ। त मेरो पूजनीय गुरुदेव तारानन्द गिरिजी महाराज हुनुहुन्छ भने यता भगवती दुर्गा परमम्बा छिन्
मैले पहिलो साधना गर्दा बनाएको सबसे पहिलो यो चाहिँ उहाँको प्रतिमा हो। उहाँलाई नै मैले स्थापना गरेर मैले दुर्गाको अनुष्ठानहरू जति पनि गरेँ, उही भगवतीको कृपाले आज म यो ठाउँमा छु। र 10 महाविद्या हाम्रो साधनाको अधिष्ठात्री देवता यता महाकालिका र यता चाहिँ गायत्री गुप्त रूपमा हुनुहुन्छ भने यो माथि हाम्रो बगलामुखी पीठ भएको कारणले भगवती बगलामुखी यहाँ हुनुहुन्छ र यसमा त्रिशूलमा भद्रकालीको स्थापना गरिएको छ। साथै महामृत्युञ्जय भगवान् शिवजी यहाँ चाहिँ यन्त्रमा हुनुहुन्छ, श्री यन्त्रमा। यता भगवती पीताम्बरा बगलामुखी हजुरहरूले दर्शन गरिराख्नु भएको यहाँ यन्त्र छ गुप्त रूपमा। सूर्यादि नवग्रह हुनुहुन्छ भने यतापट्टि लक्ष्मीनारायण भगवान् र भगवान् श्री दत्तात्रेय र यता सद्गुरुदेव पगला बाबाकै हो। यता गणपति हरिद्र गणपति र महादुर्गा पीताम्बरा स्वरूपिणी महादुर्गा र गलेश्वर बाबा सहित यहाँका सबै शालिग्राम भगवान्हरू छन्। यहाँ चाहिँ यता अब शास्त्रहरू पुराणहरू सबै अलि अव्यवस्थित भएको कारणले गर्दा हजुरहरूलाई राम्रो देखाउन सकिएन, त्यसको लागि म क्षमा चाहन्छु। ओम नमः पार्वती पते हर हर महादेव भैरव र तारा आइरणी तारा र भैरव बौद्धिक तन्त्रमा यहाँ हाम्रो फेरि उत्तरबाट दक्षिण फर्केको अनुमान हुन्छ। फेरि उत्तरमुखी हनुमान र दक्षिणमुखी हनुमान यता पनि हुन्छ।